Everyone is single. पापी अधर्मीहरूको लागि कार देवी उग्रसङ्गिनीको छोरा मान्छे शङ्कर शङ्कर कसको मेरै आवाज हो यो आफैलाई डर लाग्छ त अनि के छ आज त केटै केटा छ त यहाँ ए यो दुईटा केटा चाहिँ किन यस्तो देखेको ए केटी रहेछ कि यिनीहरू दुईजना केटी अरू धेरै चाहिँ केटाहरू छ वर्ल्ड कप हेर्न जाने हो हो को होइन भन्नु पहिले होइन भन्छ एउटा वान आउट फ्रम लकी ड्र होइन बाँकी अरू चाहिँ वर्ल्ड कप T20 वर्ल्ड कप हेर्न मुम्बई पनि जान सक्नेवाला छ अब म्याडमहरू किन त्यति पछाडि गएको केटी मान्छेलाई पछाडि पार्ने केटी मान्छे नै हुन्छ केटा मान्छे हुँदैन भनेर एउटीले भन्थ्यो होइन रहेछ यहाँ सबै केटा अगाडि बसेर केटी पछाडि परेको भन्ने लाग्छ भने त्यस्तो पनि होइन अब त्यति राम्री मान्छे देखेपछि यसो मनमा फिलिङ्सहरू आउँछ आँसु तिम्रो होस् आँखा मेरो होस् आँसु तिम्रो होस् आँखा मेरो होस् धड्कन तिम्रो होस् मुटु मेरो होस् आँसु तिम्रो होस् आँखा मेरो होस् धड्कन तिम्रो होस् मुटु मेरो होस् हाम्रो माया यति गाढा होस् यति गाढा होस् यति गाढा होस् कि जागिर तिम्रो होस् तलब मेरो होस् अब यति भएपछि त सकियो नि जस्तो लाग्ला तर त्यस्तो हुँदैन फुल भनी टिपे मैले सिस्नु परेछ यहाँ चाहिँ आथा थाथा वाह पनि ठाउँमा हुन्छ नि सिस्नु परेछ भनेर आज वाह वाहहरू क्या आन्टी फुल भनी टिपे मैले सिस्नु परेछ ब्रह्मा भनी पुजे मैले विष्णु परेछ अरूले त मागेको कुरो पाएकै थिए तर मेरो भागमा चाहिँ कमी परेछ गर्लफ्रेन्ड होला भनेर रातभरि मोबाइलमा गफ दिएको गर्लफ्रेन्डको मम्मी परेछ कहिलेकाहीँ त यस्तो पनि पर्छ है केटा साथीहरू अब अहिलेको हामी केटाहरू भने चाहिँ कस्तो भने एकदम टेन्सनको समयमा जन्मेको क्या हामी तपाईँ हामी होइन जेनजी यत्रो रिभोल्युसन गर्यो खतरा होइन त केटाहरू टाइमिङ चाहिँ रङ परेको क्या हामीलाई जन्मिन चाहिँ नि पहिलेको बुढाहरूको पालामा क्या मोस थियो यार 3टा 4टा बुढी बिहे गरेर बस्थ्यो बुढाहरू अहिले हाम्रो पालामा आउँदा सिचुएसन यस्तो भयो कि एउटा गर्लफ्रेन्डले पनि कुन बेला फसाइदिएला थाहा छैन केटाहरू हामी त कस्तो भने नि पुरा धारमा टेकेर हिँडिरहेको जिन्दगी हो क्या पहिलेको उखान हुन्थ्यो कुकुरदेखि सावधान आजभोलि त गर्लफ्रेन्डदेखि सावधान बहुत डेन्जर हेर्नुहोस् बहुत डेन्जर त्यसमाथि झुक्क्याउने हामीलाई गीत हो गीतले चाहिँ केटाहरू यस्तो झुक्क्याउँदा फेरि इतिहासदेखि झुक्क्याएको पहिले पनि गीतले भन्थ्यो नि मायाले दिन्छौ भने त विषय पनि पिदिउँला सुन्दा मिठो छ तर माया लिँदा बाबु 20 दिन्छ मायाले दिँदा 20 दिन्छ कि 30 दिन्छ हामीलाई थाहा छैन झुक्याइदिन्छ केटाहरू होइन हो कि होइन गीतले झुक्याउँदा त्यसमाथि आज भोलिको त मम्मा यो नानीहरूले गीत यस्तो डेन्जर गाउँदो रहेछ कि सुन्दा त दामी तर त्यसको कन्सिक्वेन्सेस एन्ड रिजल्ट विल बी भेरी डेन्जरस केटीहरूले गीत गाउँछन् घरमा कोही नहुँदा एकछिन तिमीलाई बोलाउँदा हामी केटाहरूले गाएको होइन है केटीहरूले गाएको घरमा कोही नहुँदा एकछिन तिमीलाई बोलाउँला अङ्गालोमा बेरेर बेटा हो घरमा पो कोही छैन त चोकमा CCTV छ टोलमा पुलिस छ गरेर झ्याप पार्छ एकजना महिला वकिलले भन्दै थिइन् केटा हो धेरै फुरफुर नगर तिमीलाई आज होटलमा गएर 2 घण्टाको लागि भित्रबाट चुकुल लगाइदिने गर्लफ्रेन्डलाई झ्वाक चल्यो भने बाहिरबाट 10 वर्षको लागि चुकुल लगाइदिन सक्छ
त्यही भएर पहिलीको उखान हुन्थ्यो छोरी मान्छेको इज्जत खुकुरीको धारमा। आजभोलिको उखान छ केटा मान्छेको इज्जत सियोको टुप्पोमा। त्यही भएर सियो चलाउँदा ध्यान पुर्याओ। कति धेरै बुझेको फलामको हुन्छ त्यो सिलाउँदाखेरि हातमा घोच्यो भने टिटानस हुन्छ, खोप लाउनुपर्छ 12वटा। त्यही भनेर मैले भनेको त्योभन्दा धेरै दिन नबुझ्नु है साथी। अब यो बेलामा पुरा तपाईँहरूलाई पनि फेरि हुन्छ नि, यो बेलामा 2-4वटा गर्लफ्रेन्ड होस् टाइप होइन। हामीलाई गीतले बोलाइ बिगारिरहेको छ क्या गीत। केटाहरू पनि बेला बेला सोधिरहेको हुन्छ मायालुले आउ भन्छ मायालुले आउ भन्छ बेलुकी जाँदै नजाऊ भो। बहुत डेन्जर सिचुएसन। यत्रो फुच्चिने समेत गाइरहेको कि गीत। एक दिन त यसो हेर्छु युट्युबमा होइन, आउनु है बेलुकी पानी पिएर घुम्न जाउँ तलतिर 10 लाख लिएर। नारे बाबा ना बहुत डेन्जर छ केटाहरू। एनी हाउ ज्यान जोगाऊ। पहिले रेडियोमा एउटा विज्ञापन आउँथ्यो बालबालिकाहरूलाई स्कुल पठाऊ घरेलु श्रमिक नबनाऊ सेभ द चिल्ड्रेन नेपाल। आजभोलि मेरो क्याम्पेन छ केटाहरू आफ्नो ज्यान आफै जोगाऊ सेभ द युथ नेपाल। आजभोलि त आमा बाउलाई पनि पहिले त छोरो पाएँ भनेर गद हुन्थ्यो। आजभोलि त कसरी छोरो जोगाउने भनेर टेन्सन हुन्छ। बहुत डेन्जर समयमा जन्म्या छौँ। यो अब ठिक छ, अब टाइमिङले पर्ने हो। हामीले निवेदन हालेर जन्म्या पनि होइन। ख्यालमा हेर्नु म त कस्तो भने हाम्रो आमाले गाईलाई घाँस हालेर फर्किँदै बाटामै फ्यात्तै जन्मेको। हस्पिटलमा गएर अपरेसन गरेर स्यानलेस खाने टाइप होइन नि त हामी त। हाम्रो पारा भने त होइन हिँड्दै बाटामै जन्मिदिने हो। मन लागेर जन्मियो मर्जीको मालिक। अब अहिले के हुन्छ हामी केटाहरूलाई केटीहरूले फकाउँछ पनि क्या। लप पर्दासम्म के हुन्छ केटीहरूले गाउँछ केही चाहिँदैन तिमी भए पो। लप पर्दासम्म बिहे भइसकेपछि फेरि के भन्छ मलाई आँखाको परेलीमा काजल लाउन मन पर्छ यो किन्दे त्यो किन्दे ऊ किन्दे। अल्छी कति हुन्छ केटाहरूलाई यस्तो काम लाउँछ केटीहरूले होइन। मलाई 2 चुल्टी बाटेर फुल लाउन मन पर्छ टिपिदेऊ न साइला दाइ। यत्रो फुल आफै टिप्न सकिँदैन केटी हो अल्छी। यो पनि गर्थ्यौ त्यो पनि गर। फेरि केटीहरू होइन तिमीहरू पनि ख्याल गरे कि केटाहरू पनि हल्का बदलिन्छ नि। फेरि मान्छेको जिन्दगी कस्तो भने भेर्नुहोस् बिहे नगरुन्जेल मान्छे स्पाइडरम्यान जता पनि झुन्डेर हिँड्न मिल्यो। बिहे नगरुन्जेल मान्छे स्पाइडरम्यान बिहेको दिनमा मान्छे सुपरम्यान। बेहुलो भन्दा खतराको हुन्छ गाडीमा चढ्या हुन्छ तैपनि हिँड्ने मान्छेको स्पिडमा गइरहेको हुन्छ। पुरा बाटो रोकिदिरहेको छ। पुलिसले पनि अरू बेला चिट काट्छ बेहुलोलाई काट्दैन किनभने तेरो जिन्दगीको सजाय सुरु हो केटा के गर्नु। बिहे नगरुन्जेल स्पाइडरम्यान बिहेको दिनमा मान्छे सुपरम्यान बिहे गरेपछि जेन्टलम्यान। त्यही भएर भन्छ नि लेडिज एन्ड जेन्टलम्यान। साला जेन्टलम्यान पनि यति जेन्टलम्यान कि घर बाहिर निस्किँदा गरेका शङ्कास्पद च्याटहरू डिलिट गरिसकेर बल्ल घर फर्किने। कसैको व्यक्तिगत जीवनमा मेल खान गएमा संयोग मात्र हुनेछ। बिहे नगरुन्जेल स्पाइडरम्यान बिहेको दिनमा सुपरम्यान बिहे गरेपछि मान्छे जेन्टलम्यान। र यदि श्रीमती राम्री परिछे भने जिन्दगीभरि वाचम्यान। यो केटा मान्छेहरूको दिमाग यस्तो खतरनाक हुन्छ नि बिहे गर्नुभन्दा अगाडि राम्री केटी खोज्छ बिहेपछि जिन्दगीभरि शङ्का गर्छ। तर शङ्का गर्ने कुरामा चाहिँ केटाभन्दा केटी मान्छे पनि खतरनाक हुन्छ। अब मेरो आफ्नै कुरा सुनाउँछु। मेरो बुढीले मलाई नखिचु न यो मोबाइलमा नखिचु। मेरो बुढीले थाहा पाइ भने ढाड भाँच्छ यार। 4 साल भाँचेको भर्खर जोडिरहेको छ।
कति डेन्जर भने बाटामा म सुई हिँडिराखेको त्यो भाटपाटेनी टाइपको सुपर मार्टको बाहिर त्यो पर्फ्युम बेच्न बसेका रहेछन् केटीहरू। केटीले के भन्छ, दाइ एकचोटि ट्राई गरौँ न यो पर्फ्युम तपाईँलाई कस्तो लाग्छ भनेर छुस लगाइदियो। घरमा टक टक गरेर यस्तो ढोका खोलेको बुढी आएर यहाँ टाक खोलौँला जस्तो गरेर यस्तो आउँदै त्यो दिन थाहा पाएँ बुढीले माया गरेर टाक खोल्या होइन रहेछ। आफ्ना त सुन्न आएको रहेछ क्या के बनाउँछ भनेर। यस्तो टाक खोल्ने बुढी के भन्छ, यस्तो पर्फ्युम त हाम्रो थिएन, कुन चाहिँ केटीलाई अँगालो हालेर आयो। ओ माई गॉड, आई एम सॉफ्ट। टेन्सन भयो मलाई त। बुढी फेरि यस्तो शङ्का गर्न थालेपछि यति खतरनाक हुन्छ नि। घरबाट निस्किने बेलामा एक दिन अब नुहाएर जानु पर्यो भनेर नुहाउनु पर्यो भनेर भित्र छिर्न लागेको बुढी के भन्छ, किन नुहाउनु पर्यो हिँड्ने बेलामा। मैले भने 2-3 दिन भएको थियो ननुहाएको, त्यही भएर नुहाउने। त्यही त भन्दैछु, 2-3 दिन ननुहाउँदा भएको आजै चाहिँ ननुहाइ नहुने के आइलाग्यो। डेन्जर छ। महिमा दिदी यस्तो डेन्जर हुन्छ नि शङ्का गर्ने भएपछि। घरमा आइपुगेर भात अलि कम्ती खायो भने बुढीको डाइलग खाइन्छ फेरि। बाहिरै मनमिल्नेहरूसँग खाएर आयो होला, यहाँ त किन खान्थ्यौ, हाम्रो त त्यही पकाउने थुपार्ने त भाँडा मस्काउने त ल्याएको रहेछ। अब कहिले काहीँ चाहिँ मिठो लागेर अलि धेरै खाइन्छ होइन। अलि मिठो लागेपछि अलि धेरै खायो नि, फेरि बुढीको डाइलग आउँछ, भातै धेरै रुच्ने गरी के गरेर आयो। बहुत यो के भयो, यसलाई यो उता गयो कि क्या यार। मैले एउटा मिठो आवाज सुन्थेँ, त्यो आवाज सुन्नै छोडेँ। मेरो मोनिटर कहाँ गयो, आवाजै कहाँ गयो। म आफै बोलेको आफै सुनिरहेको छैन। तर हेर्नुहोस्, लभ पर्दा र बिहे गर्दा बहुत गाह्रो छ केटाहरू। को छ लभ परेको जतिले हात उठाउनुहोस् त। बाउले थाहा पाएर ढाड बाँध्छ नै। लभ पर्दासम्मको गीत र बिहेपछि यति धेरै अन्तर हुन्छ नि। लभ पर्दाको कुरै अर्कै हुन्छ, बिहेपछिको कुरै अर्कै हुन्छ। लभ पर्दासम्मको गीत हुन्छ, तिमीलाई देखेर हिमाल हाँसेको, तिम्रो गीत सुनेर मुनाल नाचेको, तिम्रो जोबनलाई हो देखेर अझै घुमाइरहेको छ। पर्दासम्म मात्रै हो। बिहेपछि के हुन्छ केटीहरू ध्यान देऊ। तिमीलाई देखेर अघि त्यो मान्छे किन हाँसेको, अघि किन हाँसेको, हाँसोला नि यत्तिकै हाँस्छ यत्तिकै पागल हो त्यो। मलाई पनि देखाएको थियो हाँसेन, तैँलाई देखेर चाहिँ किन हाँस्यो। पक्कै पनि तेरो एक्स बोयफ्रेन्ड हुनुपर्छ। बिहेपछि यसरी जिन्दगी बद्लिन्छ नि। लभ पर्दासम्म हो। मन दिन्छु, मुटु दिन्छु, फेर्नु पर्ने सास दिन्छु, घटी बढी होइन सधैँ माया एक नास दिन्छु। कसम भो कसम, कसम भो कसम, कसम तिमीसँग हुने छैन दूर। ए मेरो हजुर, ए मेरो हजुर, मन दिन्छु, मुटु दिन्छु, फोक्स कलेजो किडनी दिन्छु। केटीहरू ख्याल गर, पिएपछि नि बाथरुममा नुहाउन जाँदा टावेल लान बिर्सिया रहेछ भने यस्तो ढोका खोलेर हात निकाल्दा टावेल दिनु चाहिँ टावेल भन्दा त्यो टावेलसम्म दिँदैन केटाहरूले। अहिले तिमीहरूले जति भाउ पाउने हो लप्परुन्जेल हो। बिहेपछि केटाहरू कस्तो हुन्छ भन्ने मलाई थाहा छ क्या, किनभने म पनि केटै त हो। अनि केटाहरू केटीहरूको पनि पारा त्यही हो। बिहे नगरुन्जेलसम्म एउटै थालको दुईटा गाछ बनाउने यो झ्यानको आशा, तिमीसँगै फेर्छु सास, अब मुसुक्क हाँस। नपर्दासम्म बिहेपछि आफै मुस्काउ मुसुक्क, टिपी
कोही दिँदैन खासमा यो चाहिँ कोही दिँदैन होइन क्या खास हुनुपर्ने कोही दिँदैन महिमा दिदी फेरि के हुँदो रहेछ नि यो बिहे वैवाहिक जिन्दगीमा नि केटा मान्छेलाई अर्काकी बुढी राम्रो केटी मान्छेलाई अर्काको बुढो भला दिनु घरमा बुढीहरू के पनि खाएको छ हेर मुख गनाउँछ पराक खाएको छ चुरोट खाएको छ माथला घरको दाइलाई हेर त्यही माथला घरको दाइसँगै खाएर आएको होइन सास किन गराउँछ अन्त आफ्नो बुढोको सास सुँग्या हुन्छ त्यही भएर गराउँछ अब अर्काको बुढोको सास सुँग्न पाइएन त्यही भएर केटीहरू पछि आफ्नो बुढालाई धेरै क्याङ 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 गर्ने होइन नत्र भने यसरी नै कुरा काट्दै हिँड्छ तपाईँलाई लाग्ला के त किन कुरा काटेको काट्छु त अब पहिले केटी मान्छेहरू घरमा बोल्न पाउँदैन थिए पँधेरामा गएर कुरा काट्थे आजभोलि हामी केटा मान्छे घरमा बोल्न पाइँदैन एउटै ठाउँमा आएर कुरा काट्थ्यो केटीहरूको पक्षमा बोल्ने मान्छेहरूको नारा हुन्छ जय नारी हामी केटाहरूको पक्षमा लड्ने मान्छेको एउटै आवाज हुनुपर्छ जय दारी सबै केटाहरूले एकैचोटि भनौँ त फेरि एकचोटि भनौँ जय दारी र तपाईँहरूले कहिल्यै पनि आफूलाई कमजोर नठान्नु होला तपाईँहरूलाई अत्याचार भयो भने म छु केटीहरूको लागि सावित्री सुवेदी र केटाहरूको लागि म उस्तै फरक एउटै मात्रै छ तिनले सिधा भन्छन् आऊ मलाई केही नगर म चाहिँ बोलाउँदिनँ पनि जान्न दुईटै केटाहरू सबलाई मेरो अनुरोध छ तपाईँहरू पनि बोलाउनेकोतिर नजानुहोस् मायालुले आऊ भन्छ बेलुकी जाँदै नजाम्भो यही हो लाइफ मेरो त यसबाट बहुत कुटाइममा जन्मेछौँ हामी तै पनि हाँसिरहेका छौँ एकचोटि हामी केटाहरूको लागि जोरदार ताले तर केटी हुन पनि बहुत गाह्रो छ है नानीहरू छोरीहरू पनि एकचोटि छोरीपाटीको लागि पनि ताली बजाइदिँदा ड्याम लाएर हाम्रै आफ्नै दिदी बहिनी त हो नभए पनि तिमीहरूको गर्लफ्रेन्ड त हुन सक्ला गर्लफ्रेन्ड छैन ओके नो प्रब्लम जसको गर्लफ्रेन्ड छैन त्यो सबैले नाम टिपेर मलाई पठाउनुहोस् आइसक्रिम किनेर खानुहोस् भनेर सल्लाह दिन्छु अब केटी मान्छे हुन पनि गाह्रो केटी मान्छे यति सहनशील हुन्छ नि यति सहनशील हुन्छ होइन हामी केटाहरूलाई काँडाले घोच्यौँ भने काँडाले घोच्यो हामीलाई टेन्सन हुन्छ केटीहरू के हुन्छ काँडाले घोच्यो टेन्सन छैन उनीहरूलाई अरेली काँडैले मलाई चर्सै अरेली काँडैले मलाई चर्सै अरेली काँडैले मलाई चर्सै जाली उमेर गरी च्वासै 64 चोटि घोच्दो रहेछ हो खुट्टामा काँडाले घोच्या छ त्यही खुट्टा हामी त च्वासै हुन्थ्यो होला क्या केटीहरू कति सहन सक्ने होला हामी केटाहरूलाई पुरा रिस उठ्छ नि कसैले हामीलाई बोक्छौ भन्नुहोस् त केटीहरू छैन टेन्सन म बक्सी म डङ्किनी म डार्लिङ म त्यत्रो भन्दा पनि छमछम नाचिरहेको हुन्छ केटीहरू होइन हामी लड्यो भने ओ साथी आइज त उठा भने केटीहरू छैन म त ढाले 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 म त ढाले 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 ढल्दा पनि नाचिन्छ काँडाले घोच्दा पनि नाचिन्छ केटा मान्छे जेलमा पऱ्यो भने कस्तो टेन्सन लिन्छ नि शरणार्थी काण्ड के काण्ड भनौँ जेलमा लग्या हुन्छ नेताहरू क्या अँध्यारो मुख लाएर क्यामेराले खिच्छ भने यस्तो गरेर हिँडिरहेको छ केटी मान्छे टेन्सनै छैन जेलैमा मै छोरी रुँदै बेसी मेलैमा जेलमा हुँदा पनि नाचिरहेको छ कस्तो कट्टा होला त छोरी मान्छे त्यही भएर छोरी भनेको धरती हो नारी भनेको धरती हो भन्छ नि जति उडाए पनि अब अलिकति मेरो मनको कुरा गर्छु अघिको चाहिँ पेटको कुरा मतलब खानु पनि त पर्यो मान्छे हँसाएर कमाउनु पर्छ मेरो ब्रह्मले देख्ने कुरा के भने छोरी हुन पनि गाह्रो छ
छोरी मान्छे हाँसो घमण्डी नबोल्दा घमण्डी भन्छन्, बोल्दा पाखण्डी भन्छन्, हाँस्दा अलक्षिणी भन्छन्, नहाँस्दा फेरि कुलङ्गार्नी भन्छन्। बिहे नगरुन्जेल पराईको धन गरिन्छ, बिहेपछि दाइजोको हिसाब मागिन्छ। राम्री भयो भने बढ्ता भाउ खोज्छेस् भनेर एसिड हानेर अनुहार जलाइन्छ। नराम्री छ भने अनेक वचनले मुटुमा छुरा चलाइन्छ। त्यस्तो हुँदा कसको मन रुँदैन जब आफ्नो शरीर पनि आफ्नो हुँदैन। एकचोटि जोरदार ताली छोरीहरूको लागि, छोरीहरूको सम्मानको लागि। किनभने आमा हजुरआमादेखि छोरी फुपू हुँदै नाति नातिनासम्म नारी शक्ति भनेको सृजनाको शक्ति हो। उहाँहरू सबैलाई धेरै धेरै सम्मान पनि छ। दिदी टाइम के छ? माइक निकाल्न पाइसक्नु हो कि दिदीले? माइक मिलाएर कपडा फेरि हाम्रो महिमा दिदी चाहिँ यति मिठो बोल्नुहुन्छ नि। पहिले एकचोटि भुइँचालो आयो 72 सालमा भुइँचालो आउँदा अरू सबको घर भत्काइदियो, दिदीको घर भत्काएन। भुइँचालोबाट सुई आएको, ए भुइँचालो मेरो घर चाहिँ नभत्काइदिए ल प्लिज भनेको भुइँचालो हस् भनेर हल्लिँदै यताबाट स्वाट त्यो भुइँचालोको वेभ हुन्छ नि दाइ प्रज्वल दाइ, यस्तो वेभ हुन्छ नि, त्यसले दिदीको घरलाई त यस्तो घुमिदिएको क्या। यो म्याग्निच्युडबाट लङ्गिच्युड भएको थियो क्या। अनि हाम्रो प्रज्वल दाइ फेरि कस्तो डेन्जर मान्छे भने दाइको चाहिँ प्रोग्राम के छ? रेडियो कान्तिपुर, रेडियो कान्तिपुर, रेडियोको रेडियो राष्ट्रको होइन। दाइ यस्तो बाटो मान्छे कि नेपालीहरूले कुरा टेर्दैन, जो ट्राफिक नियम टेर्दैन, केही गर यो गर्नुपर्छ टेर्दैन नि। दाइले प्रोग्रामको नाम के राखिदिएको? हाम्रो कुरा नसुन्नुहोस्। प्रोग्रामको नाम हाम्रो कुरा नसुन्नुहोस् भनेको मान्छेले ए तैँले भनेको टेर्छु सुन्छु। सबभन्दा धेरै सुन्ने त हाम्रो कुरा नसुन्नुहोस् भयो। त्यस्तो खतरा बाटो मान्छे दाइ हुनुहुन्छ होइन। दाइ दिदी हामीले बच्चा हुँदादेखि सुनेर हामी रेडियोमा बोल्नको लागि यसरी पब्लिक स्पिकिङको लागि प्रेरणा लिएको व्यक्ति। एकचोटि जोरदार ताली प्रज्वल दाइ र महिमा दिदीको लागि पनि बोलाइदिनु होला। आफ्नो लागि चाहिँ खाने दिस इज नट फेयर दाइ, हल्का हुन्छ नि मिलाएर मिलाएर। र समाचारदेखि अहिलेसम्म हामी मनोरञ्जन सबै कुरामा रेडियो कान्तिपुर, रेडियोको राष्ट्रको हाम्रो साथमा छ। मेचीदेखि महाकाली जोड्ने त्यो अभियान हामी अगाडि बढाइरहेका छौँ र सँगै नेपाल वर्ल्ड कपमा पनि पुगेको छ। एकचोटि हुटिङ फर नेपाली क्रिकेट र मुम्बईमा हुने नेपाली क्रिकेटको यो वर्ल्ड कपलाई पनि हामी सेलिब्रेट गर्ने मुडको साथमा पनि आएका छौँ यहाँ। र एकजना लक्की विनरले अब पैसा त हिसाब गर्ने भने झन्डै 1 लाख भन्दा बढीको होला हो। जाने के प्लेनमा हो? बाबु तिमीलाई त ट्र्याक्टरमै पुर्याए पनि ठिक छ क्या। यो के हो? यो किलोबाट आउँछ नि त्यसले प्लेनमा मुम्बई जाने, प्लेनमा फर्किने, 4 रातसम्म होटलमा बस्ने, वर्ल्ड कपको टिकट पनि फ्री सबै गर्दाखेरि कति पैसा होला? तर्फबाट यहाँले प्राप्त गर्नुहुनेछ। आज सँगै हामी गीत सङ्गीतमा पनि रमाइलो गर्नेछौँ। हामी यसपछि अर्को प्रस्तुति गजब हुनेवाला छ। मिठो साह्रै मिठो, मिठो साह्रै मिठो, आहा कति मिठो तिम्रो माया, स्वर्ग जानै नपर्ने तिमीलाई देखेपछि खानै नपर्ने। खत्रै गीत गाउने मान्छे, बहुत धेरै गीतहरू छ, नाच्नु हुनेछ, तपाईँहरूले पुरा मनोरञ्जन लिनुहुनेछ। सँगै केही डान्सहरू पनि आउनेवाला छन् होइन। हामी केटाहरू फेरि हेर्नु प्रकृतिले यस्तो थत्या छ नि, हामीलाई यत्रो कोट लाउँदा पनि जाडो भइरहेको हुन्छ, केटी यति छोटो लाएर पनि नाचिरहेको हुन्छ। बाटोमा हिँड्दा हामी ज्याकेट लाउँदा सुकसुक कामिरहेको हुन्छ होइन। एउटा बहिनीलाई त सोधेँ, हामीलाई यत्रो ज्याकेट लाउँदा पनि जाडो हुन्छ बहिनी, यति छोटो लाएर हिँडेको छौ तै पनि तिमीलाई जाडो हुँदैन के हो रात भनेको? दाइ थाहा छैन, हामी केटीहरू यसै हट हुन्छ क्या। प्रकृतिले पनि कोल्ड बनाइदियो। तर अब यो चिसो मौसमलाई पनि हामी तातो बनाउनेछौँ। अब धेरै समय बाँकी छैन, महत्त्वपूर्ण कार्यक्रम बाँकी छ। एकचोटि फेरि पनि हुटिङ गर्नुहोस् त सुर्खेतको लागि। अब एकचोटि फेरि जोरदार हुटिङ कर्णाली प्रदेशको लागि। कर्णाली प्रदेशको यो राजधानी सुर्खेत, तपाईँहरू सबै नाइस मान्छे, बहुत राम्रो इन्टरटेन गर्ने, खुसी हुन जाने मान्छे।
यहाँहरूले मजा उठाइदिनु भयो। कान्तिपुर टेलिभिजन कान्तिपुर FM को लागि एकचोटि जोरदार हुटिङ चाहियो। र रेडियो अन व्हिल भनेर चलेको छ हाम्रो त्यो फेरि लाइफ इन व्हिल रातभरि गाडीमा कुदेको छ आएर फेरि यहीँ गाडीमा छ होइन। गाडी जिन्दगी भइरहेको छ। बाटामा यत्तिकै हिँड्यो भने पनि यस्तो यस्तो गर्ने हामीले त रक्सी नै खानु पर्दैन हो र प्रजललाई हो कि होइन सर हिँड्न पनि हल्लिँदै ओके कहाँबाट एक महिना गाडीमा लुई गाडीको गाडी कुदाएपछि थाहा हुन्छ बल्ल। यति सबै गरेर आफ्ना तपाईँहरू जस्तो साथीहरू भेट हुन्छ अनि मन खुसी हुन्छ। एकचोटि आलाल